अनित थापालाई भोट दिनु भनेको, बीजेपीएमलाई भोट दिनु भनेको, उहाँका क्यान्डिडेटलाई भोट दिनु भनेको याद राख्नुहोस्, उहाँले गरेको भ्रष्टाचारलाई हामीले स्वीकार गर्नु हो। 4 तारिक त रिजल्ट हुन्छ, 5 तारिक यहाँ बीजेपीको सरकार बनिन्छ, सीएम हाम्रै हुन्छ, एउटा नोटिफिकेसन निकालो अनि जिटिए स्वा। आज जिटिए अक्सिजन कहाँबाट पाउँदैछ? केन्द्रबाट होइन, केन्द्रका पैसाले चाहिँ यिनीहरूले अक्सिजन भ्रष्टाचार गरेर पाउँदैछन्। तर मेन अक्सिजन त कलकत्तादेखि आउँदैछ। टीएमसी भेन्टिलेटरमा छ, त्यही भेन्टिलेटरको पाइपको केही अक्सिजन यहाँ आउँदैछ। यो भेन्टिलेटरै 4 तारिक काटिन्छ। जुन प्रकारको वातावरण पश्चिम बंगालमा हुँदैछ, पश्चिम बंगालमा जे भने तापनि भारतीय जनता पार्टीको 2026मा सरकार बनिँदैछ। त्यसो गर्दा पहाडमा पनि त्यही सरकारका विधायक भई भारतीय जनता पार्टीका विधायक भयो भने हामीलाई काम गर्न अझै सजिलो हुन्छ। र म एउटा जनताले यो पनि निवेदन गर्न चाहन्छु, हेर्नुहोस्, लामो समय 15 सालदेखि यहाँ पश्चिम बंगालमा टीएमसी को सरकार छ। अहिले जिटिए पनि बीजेपीएमले चलाउँदैछ, बुझ्नुभयो नि। अब बीजेपीएम भनेको टीएमसी नै हो, टीएमसी भनेको बीजेपीएम हो। तर त्यही बीजेपीएमले जिटिए चलाउँदैछ, त्यही बीजेपीएम को आज म्युनिसिपालिटी पनि छ। हेर्नु पर्दाखेरि हेर्नुहोस्, मतलब यहाँ त डबल इन्जिन होइन, ट्रिपल इन्जिन सरकार छ। म्युनिसिपालिटीमा उहाँको सरकार, जिटिएमा उहाँकै सरकार, पश्चिम बंगालमा पनि उहाँकै सरकार भए तापनि आज दार्जिलिङको जनता खुसी छैन। दार्जिलिङमा विकास पुगेको छैन। दार्जिलिङमा व्यापक रूपमा भ्रष्टाचार भएको छ। दार्जिलिङमा टेट परीक्षाको फर्जीवाडा भएको छ। गरिब दुखी जनताले आवास पाएका छैनन्। प्रधानमन्त्री ग्राम सडक योजनामा घटिया क्वालिटीको रोडहरू बनेको छ। अमृत स्किममा तपाईले आजसम्म दार्जिलिङको जनताले अमृत 1 2016-17 को पनि योजनाको लाभ पाएको छैन। थप अमृत 2 को त कुरै छोड्दिनु। हर घर जल पाइप लागो, नल छ, तर त्यसमा ममता दिदीले पानी हालेको छैन। यो प्रकारको अवस्था हामीले देखिरहेको। यसले के बुझिन्छ भने म्युनिसिपालिटी तिम्रै, जिटिए तिम्रै, पश्चिम बंगालमा सरकार तिम्रै, तीनै जग्गा ट्रिपल इन्जिन सरकार हुँदा पनि उहाँहरूले भ्रष्टाचार बाहेक अरू उहाँहरूको केही उपलब्धि छैन। र स्पष्ट बुझिन्छ ट्रिपल इन्जिन सरकार हुँदा हुँदै पनि भ्रष्टाचार बाहेक अरू केही गरेनन् भने हामीसँग अप्सन भनेको एउटा अल्टरनेटिभ हो, त्यो भारतीय जनता पार्टी हो। र मलाई पूरा विश्वास छ जनताले त्यो माया र विश्वास भारतीय जनता पार्टी मोदीजीको नेतृत्वप्रति एकचोटि फेरि त्यो आशीर्वाद दिनुहुन्छ भन्ने म विश्वास राख्दै अरू तपाईहरुको के प्रश्न छ? सुन्नुस् न, यसपालि तपाईको चुनावी मुद्दा के रहनेछ? हेर्नुहोस्, मैले चुनावी मुद्दा त आजदेखि होइन, डे 1 देखि मैले भनिरहेको छु। पहाडलाई भ्रष्टाचार मुक्त बनाउने, बुझ्नुभयो, पहाडलाई कमिसन फ्री बनाउने, पहाडमा कटमनीको यो जुन प्रथा छ त्यसलाई समाप्त गर्ने, पहाडमा गुण्डा राज समाप्त गर्ने, पहाडमा पुलिस राज समाप्त गर्ने, पहाडमा जनताको कानून लागू गर्ने, पहाडमा ममताको कानूनलाई हटाउने, पहाडमा भारतको संविधान लागू गर्ने, चिया कमानका लागि जुन नयाँ कानून पारित भएको छ त्यसलाई हामी लागू गर्ने र थप पश्चिम बंगालमा सरकार बनिसक्दा चिया कमानका लागि पनि पर्जापट्टा दिने काम पनि भारतीय जनता पार्टीको सरकारले गर्नेछ। यहाँ चालक दलमाथि अन्याय र अत्याचार भएको छ। आज टीएमसी र बीजेपीएम का नेताहरूसँग जोडेका केही दलालहरूले बार बार दिन रात तंग गर्दैछन्। गाडी यहाँ राख्नु हुँदैन, वहाँ राख्नु हुँदैन, घरि यो चलान, घरि स्पीड मीटर, घरि भीएलटीटी भन्छ, घरि के भन्छ, कहिले सिलिगुडी जान पाउँदैन, कहिले दार्जिलिङ जान पाउँदैन। दुनिया प्रकारको यो कानून, काला कानून लगाएर गरेको छ। उहाँहरूले पनि न्याय र यस्ता प्रकारका मतलब वातावरणदेखि मुक्ति पाउनुपर्छ। चिया कमानले न्याय पाएको हुनुपर्छ, सिन्कोना बगानले न्याय पाएको हुनुपर्छ। र केन्द्र बिन्दुमा हामीहरूको हेर्नुहोस् युवा पनि छ, किनभने आज युवा पलायन गर्दैछन्। युवा पलायन गरेर गाउँ खाली हुँदैछ। बुढा भएका आमा बुबा घरमा बस्नुपर्ने स्थिति छ। 12,000 नोकरीको लागि युवा बाहिर जानुपर्ने अवस्था छ। हामीहरूसँग संसाधनको अभाव छैन, किनभने हामीहरूसँग हेर्नुहोस् चिया छ, हामीहरूसँग सिन्कोना, त्यसमा भ्यालु एडिसन काम गर्नु छ, सिन्कोना छ, हाइड्रो छ, हामीहरूसँग टुरिज्म छ, जंगल छ, खोला छ, नाला छन्, होमस्टे छ, दुनियाँभरको एग्रिकल्चर छ, होर्टिकल्चर छ, फ्लोरिकल्चर छ, गर्दाखेरि जे पनि छ। तर भए पनि हाम्रो नेताहरूको भिजन र दृष्टिकोण ठीक नभएको कारणले उहाँहरू भ्रष्टाचार गर्नमा
व्यस्त भएको कारणले गर्दाखेरि आज हामीहरूको संसाधन पनि हामीले गुमाएका छौं र हामीहरूको संसाधनमाथि अरूकै आज कब्जा हुँदैछ। तपाई अस्पतालमा गएर हेर्नुहोस्, बीडीओ अफिसमा हेर्नुहोस्, डीएम अफिसमा हेर्नुहोस्, सरकारी कर्मचारी को दफ्तरमा गएर हेर्नुहोस्, बाहिरकै मान्छेले नोकरी पाउँदैछन्। हाम्रा युवा रोजगारहरू या त ड्राइभरी गर्नु पर्दैछ या बाहिर जानु पर्दैछ या बेरोजगार भत्ता 1500 थापेर बस्नुपर्ने अवस्था छ। सो युवा हाम्रो भविष्य हो, भोलिको हाम्रो जाति हो, भोलिको दार्जिलिङ हो। युवाको भविष्यलाई समृद्ध बनाउनका लागि त्यो हाम्रो एउटा इलेक्सनको ठूलो एजेन्डा हो र यसरी जे भने पनि अल्टिमेटली हेर्नुहोस्, देश आजाद भएको 75-80 साल भइसक्यो। धेरै ठाउँमा विकास पुगे, यहाँ पनि अलिकति आउँछ, भ्रष्टाचार हुन्छ, त्यो साइडमा राख्नु। तर भए पनि भारतको संविधानको अन्तर्गत जुन गोर्खा जातिले न्याय पाउनु पर्थ्यो त्यो आजसम्म पनि भएको छैन र त्यो न्याय पनि हामीहरूका केन्द्रबिन्दुमा छ। र म अहिले पनि फेरि भन्दैछु, इन्टरलोकेटर खेलाची होइन, इन्टरलोकेटर केही कारणले गर्दाखेरि एपोइन्ट भएको। 3 चोटि मिटिङ बोलाउँदा पश्चिम बंगाल सरकार नआएको, यो एकचोटि फेरि प्रयास केन्द्र सरकारको। केन्द्र सरकार चाहन्छ वार्ताका साथमा कुनै समाधान भयो भने त्यो टिकाउ र मजबुत हुन्छ भन्ने एउटा प्रयास हो र सरकार बन्नेको 6 महिना 8 महिना भित्रमा स्थायी समाधान पनि हुन्छ। यी विभिन्न प्रकारका इस्युजहरू लिएर हामीहरू चुनावमा जाँदैछौँ र त्योभन्दा ठूलो गोर्खाको स्वाभिमान बचाउने चुनाव हो, पहाड़ बचाउने चुनाव हो, पहाड़लाई उन्मुक्ति दिने चुनाव हो, भ्रष्टाचारलाई समाप्त गर्ने चुनाव हो र हामीहरूकै जातिमा जुन टीएमसी का दलाल भएर आज यहाँ बसेका छन् ती दलालदेखि यो पहाड़लाई मुक्ति दिने यी हामीहरूका चुनावका केही विषय बिन्दुहरू रहनेछ। केही दिन अगाडि तपाईको एउटा पॉइन्ट आएको थियो नि, बंगालमा भाजपा सरकार आए जीटीए खारेज हुने, तर विपक्षले भन्दैछ जीटीए कानूनी तौरमा खारेज गर्न सकिँदैन भनेर। मान्दैन। विपक्षलाई जुन नेरेटिभ सेट गर्न प्रयास गर्दैछन् नि उहाँहरू सफल हुँदैनन्। जीटीए त 2017 मै खारिज भइसकेको। दुबारा जीटीए चुनाव गराउने त्यसमा केही केन्द्रको योगदान छैन, के हस्तक्षेप छैन, त्यो ममता दिदीले जबरजस्ती गराएको बुझ्नुभयो नि। अनि उहाँहरूले बुथ क्याप्चरिङ गरेर 30% भोटमा मात्रै मतदान भएर जबरजस्ती जितेको हो। किनभने अवैध तरिकाले जुन प्रकार पहाड़माथि उहाँहरूले शासन गर्दैथे त्यसलाई अलिकति लिगल देखाउनका लागि उहाँहरूले एउटा चुनावको ड्रामा मात्रै गरेको। न 2017 मा गरिहाल्थे नि चुनाव। र चुनाव यो जीटीए भनेको कुनै संवैधानिक व्यवस्था होइन। जीटीए भनेको दार्जिलिङलाई इन्डाइरेक्टली कब्जा गर्ने एउटा रणनीतिको अन्तर्गत यो एउटा व्यवस्था मात्रै हो। यसलाई हामीहरू मान्दैनौं र बीजेपी का शीर्ष नेतृत्वले पनि मान्दैन, केन्द्र सरकारले पनि यसलाई मान्यता दिएको छैन। केन्द्र सरकारले मान्यता दिन्थ्यो भने हर साल हामीहरू बजेट दिइहाल्थ्यौं नि जीटीए का लागि। जसरी विमल गुरुङजीको समयमा बजेट पाउनुहुन्थ्यो त्यसरी हामीहरू बादमा पनि बजेट दिन्थ्यौं नि। तर यो व्यवस्थाले हाम्रो आकांक्षाको पूर्ति गर्दैन। हाम्रो स्वाभिमान यसले स्वाभिमानको रक्षा गर्न सक्दैन, पहाड़मा विकास गर्न सक्दैन, हाम्रा युवा पिढ़ीलाई भविष्यले उज्जवल गर्न सक्दैन, थप हाम्रो चिनारी पनि यसले बचाउन सक्दैन। यो त प्रमाण भइसकेर बुझ्नुभयो नि। यो कुरा म अहिले चुनावका बेलामा किन भन्दैछु भने 4 तारिक त रिजल्ट हुन्छ, 5 तारिक यहाँ बीजेपी को सरकार बनिन्छ, सीएम हाम्रै हुन्छ, एउटा नोटिफिकेसन निकालो अनि जीटीए स्वा। आज जीटीए अक्सिजन कहाँबाट पाउँदैछ? केन्द्रबाट होइन। केन्द्रका पैसाले चाहिँ यिनीहरूले अक्सिजन भ्रष्टाचार गरेर पाउँदैछन्, तर मेन अक्सिजन त कलकत्तादेखि आउँदैछ। टीएमसी भेन्टिलेटरमा छ, त्यही भेन्टिलेटरको पाइपको केही अक्सिजन यहाँ आउँदैछ। यो भेन्टिलेटरै 4 तारिक काटिन्छ त अक्सिजनै आउँदैन। र म फेरि पनि जिम्मेदारीका साथमा भन्छु, यो जीटीए कुनै व्यवस्था या समाधान होइन, यो एउटा कलंक हो, हाम्रो लागि यो समस्या हो। र म सबभन्दा पहिलो काम चाहिँ यो गरेर जनतालाई स्पष्ट रूपमा 5 तारिक बताउन चाहन्छु, एउटा समस्याको समाधान चाहिँ आजै भयो। यो एउटा ठूलो कलंक थियो, त्यो कलंक जातिमाथिदेखि मिटेर गयो। किनभने यो जीटीए लाई माध्यम बनाएर दार्जिलिङ तराई डुवर्सलाई हाम्रा नेता, केही नेता, स्वार्थी नेताहरूले, दलाल नेताहरूले यस क्षेत्रलाई, यहाँको जनतालाई बेच्ने काम गरेका छन्।
भाजपा पार्टीले दिएको उम्मेद्वारहरूमाथि भाजपा पार्टीभित्रबाट असन्तुष्टि प्रकट भएको थियो नि। अहिले हेर्नु भने हिजो मात्रै गोरा मुमुले पनि समर्थन जनायो, त कामाख्याले दार्जिलिङबाट समर्थन दिनु अलिकति स्थगित राखिएको छ नि। हेर्नुहोस्, एउटा कुरो याद राख्नु होला, ठूलो पार्टीमा धेरै कार्यकर्ता नेता हुँदा स्वाभाविक रूपमा सबैले इच्छा राख्छ म पनि टिकट पाऊँ। टिकट त 3टा मात्रै छ। अब नेता 2 दर्जन छन्, सबैले त पाउँदैनन्। जसले पाउँदैन अलिकति मनमा दुःख त लाग्छ नै लाग्छ। 1-2 दिनको थियो। सबै कार्यकर्ता अहिले ठिक छन्, पार्टीलाई जिताउनको लागि काम गर्दैछौँ। बुझ्नुभयो नि। अनि भारतीय जनता पार्टीमा स्वार्थी कार्यकर्ता छैनन्। भारतीय जनता पार्टीमा भएका कार्यकर्ता पहिले आफ्नो देशका लागि सोच्छ, आफ्नो जातिका लागि सोच्छ, अनि मात्रै समय रह्यो भने मेरा लागि र आफूका लागि सोच्छ। त्यो प्रकारको संस्कार भारतीय जनता पार्टीको कार्यकर्ता माथि छ। र थप हेर्नुहोस्, गठबन्धनमा 21 मा विमल दाजु हुनुहुँदैन थियो, विमल दाजु हुनुहुन्छ। जीएनएलएफको पनि समर्थन आइसक्यो। सीपीआरएमले पनि तपाईँको खरसाङदेखि लिएर कालिम्पोङमा समर्थन जनाइसके। गोरानिमुखको पनि समर्थन आइसक्यो। हामीहरू 21 भन्दा अझै शक्तिशाली, अझै मजबुत भएर जनताका समक्ष हामीहरू जाँदैछौँ। तर उतापट्टि के छ त्यसको मलाई थाहा छैन। हामीहरू एक छौँ। म फेरि बारम्बार भन्छु, हामीहरूको एकता नै हामीहरूको जुन यो एलायन्स छ, यही नै हाम्रो एउटा ताकत हो। अनि म चाहन्छु खालि भोट जित्न मात्रै होइन, यो ताकत हामीहरूको बनिरहोस्। भोलिको दिनमा यो ताकत हामीहरूका लागि एउटा ठूलो यसले योगदान दिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले दिएको गोर्खाको सपना मेरो सपना, यो कुरा लिएर विपक्षले भाजपामाथि प्रहार गरिएको छ नि। भाजपाले ढाँटको राजनीति गर्छ पहाडमा भनेर। भाइ, तिमीहरूले चाहिँ के को राजनीति गर्दैछौ? म भाजपाको बारेमा बादमा भन्छु। म फेरि भन्दैछु, म तिमीलाई भोट किन दिनु, म अनि थापालाई भोट किन दिने, एउटा कारण बताइदिनु त। तिम्रो म्युनिसिपालिटी, तिम्रो जिटिए, तिम्रै पश्चिम बंगाल सरकार, अब चाहिँ फेरि त्यही पश्चिम बंगाल सरकारको चुनाव हुँदैछ। योपालि 2026 मा चाहिँ के लिएर आउँछौ तिमी? अनि थापालाई भोट दिनु भनेको, बीजेपीएमलाई भोट दिनु भनेको, उहाँका क्यान्डिडेटलाई भोट दिनु भनेको याद राख्नुहोस्, उहाँले गरेको भ्रष्टाचारलाई हामीले स्वीकार गर्नु हो, मान्यता दिनु हो। बुझ्नुभयो नि। उहाँले गोर्खा जातिमाथि गरेको अन्याय र अत्याचार, त्यसलाई मान्यता दिनु हो। आज जुन प्रकारको युवा बेहाल छ त्यसलाई मान्यता दिनु हो।